होममेड पिज्जाको रेसिपी लिएर आएको छु। पिज्जा बनाउन एकदमै सजिलो छ। हजुरहरूले घरमै उपलब्ध भएका सामान्य सामग्रीहरूबाट एकदमै मिठो पिज्जा बनाएर तयार गर्न सक्नुहुनेछ, बजारको भन्दा पनि मिठो। आउनुहोस् पिज्जा बनाउन सुरु गरौँ म सँगसँगै। पिज्जा बनाउनको लागि सबैभन्दा सुरुमा मैले यहाँ 500 ग्राम जति मैदालाई लिएको छु। अब म यसमा 1.5 चम्चा जति चिनीलाई राख्दैछु, चिया चम्चाबाट राख्दैछु म चाहिँ। त्यसै गरी थोरै नुन पनि राखिदिउँ। त्यसै गरी 2 चम्चा इस्टलाई पनि म यसमा राख्दैछु। नुन र चिनीले चाहिँ हाम्रो पिज्जा बेसको स्वाद ब्यालेन्स गर्न मद्दत गर्छ। र 1 चम्चा घिउ अथवा बटर राखेर यसलाई मजाले मिक्स गरिदिनु होला। घिउको सट्टामा हजुरले बटर अथवा रिफाइन्ड ओइल पनि राख्न सक्नुहुनेछ। एकचोटि यसलाई चाहिँ मजाले मिक्स गरिसकेपछि अब यसमा पानी राख्दै यसको एकदमै नरम डो बनाएर तयार गरौँ। मैले चाहिँ यहाँ एकदमै मनतातो पानी लिएको छु। हजुरहरूले नर्मल पानी पनि लिन सक्नुहुन्छ, तर मनतातो पानी लियो भने चाहिँ हाम्रो इस्ट छिटै फर्मेन्ट भएर तयार हुन्छ। तर एकदमै तातो र एकदमै चिसो पानी चाहिँ हजुरहरूले नलिनु होला। अब यसलाई चाहिँ मजाले माडेर हामी नरम डो बनाएर तयार गरौँ। यो चाहिँ एकदमै महत्त्वपूर्ण स्टेप हो। हजुरहरूले कम्तीमा पनि 10 देखि 15 मिनट चाहिँ यसलाई मजाले गुद्नु होला। ल हेर्नुहोस्, करिब 15 मिनट जस्तो मुसिसकेपछि हाम्रो सफ्ट डो बनेर तयार भइसकेको छ। अब एउटा यस्तो गहिरो खालको भाँडो लिनु होला, किनभने हाम्रो पिठो चाहिँ फर्मेन्ट भइसकेपछि यो मजाले फुल्छ। अनि यसलाई वरिपरि चाहिँ सबैतिर घिउ अथवा तेलले मजाले ग्रिस गर्नु होला। चारैतिर मजाले ग्रिस गर्नु होला। यसो गर्नाले चाहिँ हाम्रो पिठो पनि सुक्खा हुँदैन र यो भाँडोमा वरिपरि टाँसिँदैन पनि। ल हेर्नुहोस्, मैले चाहिँ मजाले बटरले ग्रिस गरिसकेको छु। अब अहिलेको डोलाई चाहिँ यो भाँडोमा राखिदिउँ अनि यसलाई चाहिँ कम्तीमा पनि 1 देखि 1.5 घण्टासम्म चाहिँ फर्मेन्ट हुनको लागि छोपेर राखिदिउँ। म यसको माथिबाट पनि हल्का बटर लाउँदैछु। यसो गर्नाले चाहिँ हाम्रो पिठो पनि सुक्खा हुँदैन। ल हेर्नुहोस्, भिडियोमा देखाए जसरी नै यसरी चारैतिर बटर माथिबाट दलेर अब यसलाई छोपेर 1 देखि 1.5 घण्टासम्म चाहिँ हामी कतै न्यानो ठाउँमा यसलाई रेस्ट गर्नको लागि राखिदिउँ। अब म टपिङ्सको लागि यहाँ मैले अलिकति पनिरलाई लिएको छु। यसलाई म्यारिनेट गरौँ। यसमा थोरै रातो धुलो खोर्सानी, त्यसै गरी थोरै नुन अनि अलिकति दही राखेर म यसलाई मिक्स गर्दैछु। हजुरहरूले दहीको सट्टामा मायोनिज पनि राख्न सक्नुहुन्छ र तेल पनि राख्न सक्नुहुन्छ, अथवा पनिरलाई हजुरहरूले यत्तिकै पनि राख्न सक्नुहुन्छ। अब एउटा कराईमा चाहिँ हामीले पिज्जा बनाउन एउटा फराकिलो टाइपको कराई लिनु होला। अब यसमा 2 कचौरा जति नुनलाई राखेर यसरी स्प्रेड गरिदिनु होला। नुन चारैतिर स्प्रेड गरिदिसकेपछि एउटा कुनै पनि स्ट्यान्डलाई लिएर हजुरहरूले राखिदिनु होला बिचमा, अथवा ठुलो खालको कचौरा छ भने त्यो पनि राख्न सक्नुहुन्छ। अब यसलाई हाई फ्लेममा चाहिँ छोपेर मजाले तात्न दिनु होला। अब 1 घण्टा हामीले रेस्ट गरेको भइसकेको छ यो पिठोलाई। ल हेर्नुहोस् त कस्तो मजाले फुलेको छ। मैले चाहिँ प्लेट अलिक सानो भएर प्लेट निकालेर ठुलो खालको आरीले छोपेको थिएँ। ल हेर्नुहोस् त कस्तो मजाले फर्मेन्ट भएको छ हाम्रो पिठो चाहिँ। एकदमै सफ्ट डो बनेर तयार भइसकेको छ। अब म चाहिँ यसबाट अलिकति डोलाई निकाल्दैछु। हजुरहरूले चाहिँ कत्रो साइजको पिज्जा बनाउने हो त्यही अनुसारले डो चाहिँ लिनु होला। ल हेर्नुहोस् कस्तो नरम, हेर्दै फ्लफी टाइपको भइसकेको छ हाम्रो चाहिँ डो चाहिँ। अब म यसबाट चाहिँ एउटा प्लेट लिँदैछु अनि त्यसमा चाहिँ हल्का मैदालाई डस्ट गर्दैछु। ल हेर्नुहोस्, यसो गर्दा चाहिँ हाम्रो पिज्जा तल गएर टाँसिँदैन। हजुरहरूले मकैको पिठो छ भने त्यो पनि स्प्रिङ्कल गर्न सक्नुहुन्छ पिज्जा बनाउने प्लेटमा चाहिँ। म अब त्यो अघिको डोलाई चाहिँ अलिकति डो लिएर यसलाई मजाले भिडियोमा देखाए जसरी नै त्यो प्लेटमा राख्नु होला अनि हातकै सहायताले चाहिँ यसरी थेप्चाउँदै जानु होला। यसलाई बेल्नु पर्दैन, ध्यान दिनु है। यसलाई नबेली बनाउनु होला। यतिको सफ्ट डो भयो भने यसलाई बेल्नै पर्दैन। एकदमै फ्लफी पिज्जा बन्छ हाम्रो चाहिँ। यसलाई हातकै सहायताले भिडियोमा देखाए जसरी नै यसरी नै मजाले चारैतिर फिजाउँदै जानु होला। ल हेर्नुहोस् कस्तो मजाले फिजिन्छ। हजुरहरूलाई टेन्सन नै हुँदैन है। ल यसरी नै हजुरहरूले फिजाउँदै जानु होला। मैले सबै डोलाई फिजाइसके, प्लेट भरिको बनाइसकेको छु। अब एउटा चाहिँ काटा चम्चाको सहायताले यसलाई सबैतिर भिडियोमा देखाए जसरी नै प्वाल बनाउँदै जानु होला। यसो गर्नाले चाहिँ हाम्रो पिज्जा चाहिँ फुल्दैन, यो रोटी जस्तो हुँदैन। त्यही भएर चाहिँ यो नफुलोस् भन्नको लागि, सफ्ट बनोस् भन्नको लागि चाहिँ हामीले यसरी होल बनाएको हो। ल हेर्नुहोस्, मैले चाहिँ सबैतिर काटा चम्चाले यसरी प्वाल बनाएर पनि भ्याइसकेको छु। अब यतिको बनाइसकेपछि अघि हामीले बनाएको पिज्जा ससलाई चाहिँ मजाले माथिबाट स्प्रिङ्कल गरिदिउँ। मजाले दल्नु होला है, कतिको मनपर्छ। तर पिज्जा सस मजाले लगाएकै पिज्जा चाहिँ मिठो हुन्छ। मैले चाहिँ 2 चम्चा जति पिज्जा ससलाई यसमा चाहिँ
2 देखि 3 चम्चा जति पिज्जा ससलाई चाहिँ मैले मजाले स्प्रेड गरेको छु। कत्रो साइजको पिज्जा छ हजुरहरूको त्यही अनुसार गर्नुहोला। साइज पनि आफ्नो हिसाबले हजुरहरूले बनाउन सक्नुहुन्छ। सबैतिर चाहिँ पिज्जा ससलाई दलिसकेपछि स्प्रेड गरिसकेपछि अब हामी यसलाई चाहिँ टपिङ्स गर्नतर्फ लागौँ। सबैभन्दा सुरुमा म यसमाथिबाट चाहिँ चिजलाई स्प्रेड गर्दैछु। मैले यहाँ मोजरेला चिज लिएको छु। हजुरहरूलाई कतिको चिज मनपर्छ त्यही अनुसारले लाउनु होला। मलाई चाहिँ चिज धेरै मनपर्ने भएको हुँदा म चाहिँ मजाले चिजलाई लाउँदैछु। पिज्जा सस माथिबाट चाहिँ अलिकति चिजलाई राखिदिनु होला। अनि यसमाथिबाट चाहिँ हामीले अघि म्यारिनेट गरेको पनिरलाई राख्दैछौँ। टपिङ्स चाहिँ हजुरहरूले आफ्नो हिसाबले लगाउनु होला। हजुरहरूसँग जे एभाइलेबल छ त्यही लगाउँदा हुन्छ। पनिर छ भने चाहिँ नछुटाउनु होला। पनिर राखेको पिज्जा चाहिँ एकदमै धेरै मिठो हुन्छ। त्यसै गरी म माथिबाट हरियो क्याप्सिकमलाई पनि राख्दैछु। हजुरहरूले मसरुम पनि राख्न सक्नुहुन्छ। ननभेज खानुहुन्छ भने चिकनलाई पनि फ्राई गरेर राख्न सक्नुहुन्छ। आफ्नो हिसाबले लगाउनु होला। त्यसै गरी क्याप्सिकम राखिसकेपछि चाहिँ म यहाँ प्याजलाई पनि राख्दैछु। स्क्वायर सेपमा कट गरेर सबै राखिसकेपछि अब यसमाथिबाट अझै चिजलाई स्प्रेड गरिदिउँ। मजाले चिज लगाएको पिज्जा नै धेरै मिठो लाग्छ मलाई चाहिँ, त्यही भएर चिज चाहिँ म एकदमै मजाले लगाउँछु। ल मैले माथिबाट चिज लगाएर भ्याइसकेँ। पिज्जा रेडी भइसक्यो। अब हामी कराई चेक गरौँ। ल हेर्नुहोस् त हाम्रो कराई चाहिँ मजाले तातिसकेको छ। अब यसको फ्लेम चाहिँ पुरै लो गरिदिनु होला यो तातिसकेपछि। अनि अघि हामीले रेडी गरेको पिज्जालाई चाहिँ यसमाथि राखिदिनु होला। एकदमै ध्यान दिएर राख्नु होला, यो धेरै तातो हुन्छ। अब छोपेर यसलाई 20 देखि 25 मिनट चाहिँ मजाले पकाउनु होला लो फ्लेममा। ल हेर्नुहोस् त करिब 25 मिनट जस्तो पकाइसकेपछि म यसलाई चेक गर्दैछु। कस्तो यमी पिज्जा हाम्रो बनेर तयार भइसकेको छ। अब एकदमै सावधानीपूर्वक ध्यान दिएर हजुरहरूले चाहिँ यो पिज्जालाई निकाल्नु होला। हेर्नुहोस् त मेरो त मुखैबाट पानी आइसक्यो। यस्तो यमी भएको छ पिज्जा, यति फ्लफी, यस्तो मजाले फुलेको छ। हजुरहरूलाई म अर्को प्लेटमा ट्रान्सफर गरेर देखाउँदैछु। अब यसमाथिबाट अलिकति मिक्स हर्बलाई म स्प्रिङ्कल गर्दैछु। यसले चाहिँ पिज्जाको स्वाद एकदमै मिठो बनाउँछ। हजुरहरूले चाहिँ ओरिगानो मात्रै पनि लिन सक्नुहुन्छ। मिक्स हर्बलाई स्प्रिङ्कल गरिसकेपछि यसमाथिबाट अलिकति चिली फ्लेक्सलाई पनि म राख्दैछु। ल हेर्नुहोस् छैन त मुखै रसाउने, बजारको भन्दा पनि यम्मी।